युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन। युवाहरू त अहिलेका साझेदार पार्टनर्स हो, सँगै हिँड्ने। तपाईँले हिजोको नेपाली कङ्ग्रेस र आजको नेपाली कङ्ग्रेस, बदलिएको नेपाली कङ्ग्रेस, नयाँ नेपाली कङ्ग्रेस, कङ्ग्रेस 2.0 यो के हो भन्ने बारेमा एकपटक एकछिन अडिएर तपाईँले सोच्नुपर्छ। जहिले पनि लास्ट इलेक्सनमा म भोट माग्न आउँदै गर्दा कतिजनाले मलाई के भन्नुभयो भने हामीले सधैँ कङ्ग्रेसलाई भोट हाल्दै आएको, यो पटक पनि हामी भोट हाल्छौँ, तर हाम्रो मनमा रिस चाहिँ उठिरहेको छ। अनि मैले सोधेँ किन रिस उठिरहेको छ? अनि के भन्नुभयो भने एउटा रुखमा भोट हाल्ने, अर्को कुन चिन्हमा भोट हाल्ने, चुनाव जित्नको लागि जोसँग पनि मिलेको छ, उम्मेदवार चयन पनि जे मनलाई त्यही तरिकाले गरेको छ, सरकार चलाउँदै गर्दा पनि जे मनलाई त्यही कुराहरू गरेको छ। तपाईँका थुप्रै यस्तो गुनासोहरू थिए, तर पनि तपाईँले कङ्ग्रेसलाई भोट हाल्नु भयो। इलेक्सन पछाडि तपाईँले भनेको जस्तो पार्टी बदल्ने र पार्टीले पनि देश चलाउने तरिका पनि त्यसलाई बदल्ने धेरै कोसिसहरू गर्यो, तर पर्याप्त भएन। 23 र 24 गते 2 दिनको उथल पुथलकारी घटनाले हामीले यस्तो ठाउँमा पुर्याइदियो कि हामी बढाइनु पर्थ्यो कि हामी बदलिनु पर्थ्यो। नेपाली कङ्ग्रेस पार्टीको समर्थकहरू, शुभेच्छुकहरू जसले वर्षौँदेखि कङ्ग्रेसलाई साथ दिँदै आउनु भएको छ, तपाईँहरूले नेपाली कङ्ग्रेस बदल्नुपर्छ भनेर केही वर्षदेखि उठाउँदै आउनुभएको कुरा एकातिर, अर्कोतिर सडकमा आएको यो थियो जसले तुरुन्तै चेन्ज खोजिराख्नु भएको छ। यो दुइटै कुरालाई सुनेर स्वीकार गरेर नेपाली कङ्ग्रेस पार्टीलाई बदल्ने एउटा जोखिम उठाएर कङ्ग्रेस बदलेर आएका छौँ। यो सजिलो थिएन, तर यो गर्नै पर्ने थियो। हामी अहिले कङ्ग्रेसलाई बदलेर आएका छौँ। यो पुरानो कङ्ग्रेस होइन, यो नयाँ कङ्ग्रेस हो, यो बदलिएको कङ्ग्रेस हो, यो कङ्ग्रेस 2.0 हो। तर बदलिएको भनेको के हो? एउटा अनुहार बदलेको, केही अनुहारहरू बदलिएको के हो? पटक्कै होइन। हिजोको सबैजना नेताहरू खराब हुनुहुन्थ्यो, हामी अहिले असल हो भन्नु खोजेको त्यो पनि होइन। हामीहरू नयाँ सोचका साथ आएका छौँ। बदलिएको भनेको सोच बदलिएको, सङ्कल्प बदलिएको, यसको शैली बदलिएको भनेको के? यो नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्ध विच्छेद भयो भनेको पटक्कै होइन। डेमोक्रेसी, सोसियल जस्टिस, डाइभर्सिटीको सम्मान, इन्क्लुजन, यो त हाम्रो आत्मा हो, यो हाम्रो जरा। यो नयाँ कङ्ग्रेसले यो जरालाई अझ फैलाउने हो, अझ तलसम्म गहिरो बनाउने हो। हाम्रो यो कोर भ्यालुजहरूलाई यसलाई हामीले नयाँ शैलीमा पस्कने हो, नयाँ तरिकाले, नयाँ भाषा यसलाई दिने हो। यसको पुनर्जागरण भयो। हिजोको कुराहरूमा, राम्रा कुराहरूमा गौरव गर्ने हो, यसलाई त अझ समात्ने हो। हामीले गरेका गल्तीहरूलाई नलजाइकन स्वीकार्ने, यसलाई सच्याउने हो र अब अगाडि बढ्दै गर्दा एउटा स्पष्ट रोड म्यापका साथमा पार्टी यसरी चलाउँछौँ र यो पार्टीले देश यसरी चलाउँछ भनेर एउटा स्पष्ट क्ल्यारिटी पनि, कमिटमेन्टका साथ, कन्भिक्सनका साथ अगाडि बढ्ने यो नेपाली कङ्ग्रेस, यो नयाँ नेपाली कङ्ग्रेस। यो बदलेको नेपाली कङ्ग्रेसले हिजोको कङ्ग्रेसले गरेका कैयन राम्रा कुराहरूलाई गर्छ, कैयन कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको होला, त्यो कुराहरूले यसले छोड्छ। बदलेको नेपाली कङ्ग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नु पर्यो भने बरुले छोड्छ, जे छोड्नु पर्यो त्यो छोड्छ। सिद्धान्तसँग यसले आफ्नो सम्झौता गर्दैन। सत्तामा पुग्नको लागि वा सरकारमा पुग्नको लागि, टिकाउनको लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन। बरु आनन्दले सरकार बाहिर बस्छ। पार्टी भनेको इलेक्सन मेसिन जस्तो एउटै मात्र काम छ, खालि चुनाव लड्ने, चुनाव जित्ने होइन। यो पार्टी स्थापना गर्ने बेलामा हाम्रो संस्थापक नेताले जसरी एउटा वैचारिक आन्दोलनको बारेमा सोच्नुभयो, समाज परिवर्तन गर्ने एउटा जागरणको बारेमा सोच्नुभयो, एउटा ठुलो सोसल मुभमेन्ट हो पार्टी भनेर सोच्नुभयो, फेरि नेपाली कङ्ग्रेस पार्टीलाई हामी त्यो ट्र्याकमा हिँडाउँछ। यो हो बदलेको कङ्ग्रेस। बदलेको नेपाली कङ्ग्रेसले हिजोको नेपाली कङ्ग्रेसले गरेको राम्रो कामहरू अनुसरण गर्छ, त्यसलाई कन्टिन्यू गर्छ। तर कति कुराहरू, जुन कुराहरू नगर्नुपर्ने थियो हामीले गरेको, त्यो कुराहरूलाई छोड्छ। बदलेको नेपाली कङ्ग्रेसले राष्ट्रको हितभन्दा माथि पार्टीको हित कहिले पनि देख्दैन। पार्टीको स्वार्थभन्दा माथि राष्ट्रको स्वार्थ राख्छ। सिद्धान्तसँग सम्झौता गर्दैन। सिद्धान्तसँग सम्झौता गर्नु पर्यो, बरुले जे छाड्नु पर्यो छाड्छ। सत्तामा पुग्नको लागि, सरकारमा पुग्नको लागि, टिक्नको लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने, बरु बाहिर बस्छ, मजाले प्रतिपक्षमा बस्छ, गर्दैन सम्झौता। पार्टीलाई इलेक्सन मेसिन जस्तो मात्र गर्यौँ हामीले, बदलेको नेपाली कङ्ग्रेसले गर्दैन। यो पार्टी स्थापना हुने बेलामा यसका संस्थापकहरूले जे सोच्नुभयो, जसरी पार्टीलाई अगाडि बढाउनु, पार्टी त के हो? यो एउटा राष्ट्रिय आन्दोलन, वैचारिक आन्दोलन, सामाजिक जागरणको आन्दोलन, आन्दोलनको रूपमा नेपाली कङ्ग्रेस पार्टीलाई अगाडि बढाउँछ। जहाँ पनि पार्टी हुनुपर्ने, युनिभर्सिटीमा, अड्डामा, अदालतमा, संवैधानिक निकायमा, यो अध्याय सकियो। अब बदलेको नेपाली कङ्ग्रेस आफू पनि भागहरू लिन जान्न, अरूलाई पनि यसरी संस्थाहरूमाथि गएर दलले भाग लिने कुरालाई बन्द बनाउन लाउँछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध नेपाली कङ्ग्रेस पार्टी छ, हिजो पनि थियो, आज पनि छ। तर बदलेको नेपाली कङ्ग्रेसका निम्ति यो प्रतिबद्धता भनेको केवल औपचारिक प्रतिबद्धताको विषय रहँदैन। प्रत्येक दिन, प्रत्येक पल, प्रत्येक एक्सनलाई यसको कसीमा ठिक ठाउँमा छ कि छैन भनेर हेर्छ र प्रत्येक दिन आफूलाई सच्याउने कोसिस गर्छ। आलोचनाबाट भाग्दैन, सिक्छ, क्वेसनबाट डराएर भाग्दैन, प्रश्नको उत्तर खोज्छ। करप्सन जस्ता विषयहरूका सन्दर्भमा नेपाली कङ्ग्रेस पार्टी, बदलेको नेपाली कङ्ग्रेस पार्टीले कुनै पनि खालको सेलेक्टिभ
आफूलाई भएर उभ्याउँदैन। रुखको छारी मुनि बसेको छ, त्यस कारणले गर्दा गलत गर्यो भने पनि उसले संरक्षण पाउनुपर्छ। बदलेको नेपाली कांग्रेसले गर्दैन। रुखको छारी मुनि बसेको होस्, नेता होस्, नाता पर्ने होस्, ठुलो होस्, पावरफुल होस्, जोसुकै होस्, कानुन उल्लङ्घन गरेको छ भने उसले सजाय पाउनुपर्छ भन्ने कुरामा कांग्रेसले स्ट्यान्ड गर्छ। आफ्नो मान्छे होस्, अर्काको मान्छे होस्, यो त्यो नभनिकन विधिको शासन यस्ता विषयका सन्दर्भमा अनकम्प्रोमाइजिङ स्ट्यान्ड, अनकम्प्रोमाइजिङ पोजिसन बदलेको नेपाली कांग्रेसले दिन्छ। यो नेपाली कांग्रेस भाषण ड्रिभन होइन, पर्फर्मेन्स ड्रिभन हुन्छ। पार्टी जुनसुकै भूमिकामा होस्, त्यो बेलामा नेपाली कांग्रेस पार्टीले गर्नुपर्ने जुन कामहरू छ त्यो कामहरूको सूचीको आधारमा प्रत्येक दिन प्रत्येक पल हामी ठिक ठाउँमा उभिएका छौँ कि छैनौँ, ठिक ठाउँमा पुगेनौँ भनेर यसले आफ्नै बारेमा आफ्नो परीक्षण गर्छ। गल्ती गरेको छ सच्याउँछ, गति बढाउनु पर्ने छ गति बढाउँछ। पार्टी सञ्चालनको सन्दर्भमा पनि यसले पुराना राम्रा कुराहरूलाई सम्हालेर राख्छ, तर कहीँ नयाँ कुराहरू थप्छ। पुरानो पार्टीका साथीहरूलाई पनि सम्मान गर्छ, तर नयाँलाई पनि त्यतिकै मौका दिन्छ। युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, युवाहरू त अहिलेका साझेदार पार्टनर्स हो, सँगै हिँड्ने। पार्टीभित्रको साथीहरूले मौका पाएको जस्तै पार्टीभन्दा बाहिरको साथीहरू, नयाँ साथीहरू, प्रोफेसनल्सहरू, देश बाहिर रहनुभएका थुप्रै साथीहरूले यसले वेलकम गर्छ, सबलाई ठाउँ दिन्छ, सबैले मिलाएर लिएर जान्छ। पार्टीभित्र कोही ठुलो कोही सानो हुँदैन। पद भनेको त केवल जिम्मेवारी, पार्टीको सभापति र तल भुइँतमा बसेर काम गर्ने पार्टीको सदस्य बराबर हुन्छ। त्यो सदस्यलाई बलले बनाउने हो। पार्टीको बस माथि बसेर अब योभन्दा अगाडिको इलेक्सनमा पार्टीले उम्मेदवार को बन्ने भन्ने छान्दैन, तलको पार्टीको सदस्यले छान्छ। पार्टीको सदस्यलाई बलले बनाउँदै गर्दा पार्टी झन् कम्युनिटीसँग, नागरिकहरूसँग झन् अझै फैलिँदै जान्छ भन्ने विश्वास राखेर यसले काम गर्छ। यसरी हामीले नेपाली कांग्रेस पार्टीलाई बदलेर आएका छौँ। जुन नेपाली कांग्रेस पार्टी आफ्नो स्थापनाकालीन मूल्य मान्यताहरूमा गौरव गर्छ, जुन नेपाली कांग्रेस पार्टी आफ्ना त्यागका कथाहरूबाट प्रेरणा लिन्छ, जुन नेपाली कांग्रेस पार्टी निरङ्कुशताको त्यो कालो रातहरूमा वा हिजो हिंसाको कालो दिनहरूमा जुन सङ्घर्षहरू गरेर आएको छ, ती सङ्घर्षका कथाहरूबाट प्रेरणा लिन्छ। तर सँगसँगै आजको नवयुवाका जुन चाहनाहरू छ, ती चाहनाहरूलाई पनि बुझ्छ। ती चाहनाहरूलाई का आधारमा पार्टी सञ्चालन गर्छ र त्यो पार्टीले देशलाई बदल्ने कुराहरूको सन्दर्भमा पनि एउटा ठोस सङ्कल्प लिएर, योजना लिएर अगाडि सर्छ। व्यक्तिभन्दा संस्थाहरू कसरी बलले बनाउने, नियम कानुन प्रणालीहरूलाई ठिक बनाएर डेलिभरी कसरी गर्ने, यसका बारेमा योजना बनाएर आएको छ। यी योजनाहरूको बारेमा, सङ्कल्पको बारेमा म तपाईँसँग अर्को सन्दर्भमा चर्चा गरिनेछु। अहिले यति मात्रै भन्छु, हिजो जतिखेर तपाईँ नेपाली कांग्रेस पार्टीलाई मत हालिराख्नु भएको थियो, तर मनभित्र तपाईँका कतिपय गुनासाहरू थिए। मैले अघि भने अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाएको गुनासो थियो, पार्टी सञ्चालन गरेको तरिकाहरूमा गुनासो थियो, पार्टीले गरेका कतिपय निर्णयहरूमा गुनासो थियो। तै पनि 27 लाखभन्दा बढी मतदाता नेपाली कांग्रेस पार्टीले लास्ट इलेक्सन मत हाल्नुभयो। मत हालेपछि तपाईँले के भन्नुभयो? अर्को पटक तिमीलाई फेरि मत चाहिन्छ भने तिमी पहिला बदलिनुपर्छ, यो चेन्ज गर, यो चेन्ज गर, यो चेन्ज गर भन्नुभयो। तपाईँले चेन्ज गर्दा कल गर्नुभयो, हामीले एक्ट गर्यौँ तपाईँको विश्वासमा। तपाईँले भनेअनुसारको जोखिम उठाएर चेन्ज गरेका छौँ। अब हामी हाम्रो हक माग्छौँ। तपाईँले अघिल्लो पटक मनमा अनेकन गुनासोहरू राख्दा नेपाली कांग्रेस पार्टीलाई मत दिनुभयो भने आज तपाईँको गुनासो सम्बोधन गरेर आइसकेपछि हामी हकका साथ तपाईँलाई भन्छौँ, तपाईँले यो पटक रुख चिन्हमा मत हाल्नुपर्छ। तपाईँको विश्वासमा जोखिम उठाएर पार्टी बदलेका छौँ। अब तपाईँको मतको आधारमा बदलेको नेपाली कांग्रेसको माध्यमबाट देश बदल्न चाहन्छौँ, यो भरोसा तपाईँले हामीलाई गर्नुपर्छ। मलाई थाहा छ अघिल्लो पटकको निर्वाचनमा लाखौँ नेपालीहरूले नेपाली कांग्रेसलाई मतदान गर्ने इच्छा हुँदाहुँदै पनि गर्नु भएन, किनकि तपाईँ कांग्रेसमा रिसाउनु भएको थियो, गठबन्धन गरेको कारणले गर्दा रिसाउनु भएको थियो, अरू धेरै कारणले गर्दा रिसाउनु भएको थियो। म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु, तपाईँ जुन कारणले गर्दा नेपाली कांग्रेसमा रिसाउनु भयो त्यो कारणलाई सम्बोधन गर्ने प्रयास गरेर हामी आएका छौँ, हामी बदलेर आएका छौँ। तपाईँले भनेको जस्तो, चाहेको जस्तो कांग्रेस बनाउने गरी आएका छौँ। यो बदलेको कांग्रेसले तपाईँले चाहेको जस्तो देश बनाउने एउटा सङ्कल्प गरेर आएको छ। त्यसैले हामी तपाईँसँग जोडिन चाहन्छौँ। म पार्टी छोडेर जानुभएको साथीहरूलाई आह्वान गर्छु, पार्टीमा निष्क्रिय नभएको साथीहरूलाई आह्वान गर्छु, अब तपाईँ सक्रिय बन्नुपर्छ, अब तपाईँ पार्टीमा फर्कनुपर्छ, किनकि तपाईँले चाहेको जस्तो कांग्रेस बनाएर आएका छौँ, तपाईँसँगै यात्रा अगाडि बढाउन चाहन्छौँ। म पार्टीको प्रत्येक तहमा काम गरिरहेको साथीहरूलाई आह्वान गर्छु, नेपाली कांग्रेस बदलिएको छ, बदलिएको कांग्रेस भनेको के हो यो सन्देशलाई तपाईँले घर घर पुर्याउनुपर्छ, मतदाताहरूको बिचमा पुर्याउनुपर्छ, नवयुवाका बिचमा पुर्याउनुपर्छ, कांग्रेसका पुराना समर्थक शुभेच्छुकहरूका बिचमा तपाईँले पुर्याउनुपर्छ। कुनै व्यक्तिका बारेमा, कुनै नेताका बारेमा टिप्पणी गरेर भयो, हिजोको बारेमा धेरै टिप्पणी गरेर पनि भयो। हामी भोलि के गर्छौँ, आज हामीले के निर्णय गरेर आएका छौँ, यी कुराहरूको आधारमा तपाईँ मतदाताहरूको बिचमा हाम्रा समर्थक शुभेच्छुकहरूको सबैको बिचमा तपाईँहरूले सन्देशलाई लिएर गइरहनु भएको छ। नवयुवा साथीहरूलाई पनि मेरो एउटा आह्वान छ, तपाईँहरूले भन्न खोज्नुभएको कुरा के थियो कि नेपालको पार्टीहरू जसरी चलिरहेको छ ठिक छैन,
नेपालको पार्टीहरू चल्ने तरिका फेरिनुपर्छ, नेतृत्व फेरिनुपर्छ, शैली फेरिनुपर्छ, प्राथमिकता फेरिनुपर्छ, हामीलाई पनि सँगसँगै लिएर जानुपर्छ। तपाईँले यही भन्नुभएको थियो। तपाईँले विश्वास गर्ने भ्याल्युज के हो? म के कुरामा प्रष्ट छु भने तपाईँ आफ्नो पर्सनल फ्रिडमको पक्षमा हुनुहुन्छ, तपाईँ व्यवसाय गर्न चाहनुहुन्छ, तपाईँ नेपालभित्रै अवसर खोज्नुहुन्छ, तपाईँ यो भ्याल्युजहरू पनि हामी बोकिरहेका छौँ। तर सँगसँगै एउटा पार्टीले डेलिभरी पनि गर्न सकोस्, करप्सनका सन्दर्भमा जेरो टलरेन्स होस्, यसले सुशासन दिन सकोस्, पार्टीले सबै खालको मानिसहरूलाई समेटेर लिएर जाओस्। तपाईँले यही खोज्नु भएको, तपाईँले खोजेको जस्तै पार्टी बनाएर आएका छन्। त्यस कारणले गर्दा पहिलोपटक मतदान गर्न तयार हुनुभएका नवयुवाहरूलाई पनि एकपटक हाम्रो अनुरोध छ, तपाईँले हिजोको नेपाली कङ्ग्रेस र आजको नेपाली कङ्ग्रेस, बदलिएको नेपाली कङ्ग्रेस, नयाँ नेपाली कङ्ग्रेस, कङ्ग्रेस 2.0 यो के हो भन्ने बारेमा एकपटक एकछिन अडिएर तपाईँले सोच्नुपर्छ। तपाईँको भ्यालुजसँग यो म्याच गर्छ कि गर्दैन, तपाईँको भिजनसँग म्याच गर्छ कि गर्दैन, तपाईँको एक्सपेक्टेसनसँग यो म्याच गर्छ कि गर्दैन, तपाईँले पार्टीको एउटा लिडरबाट जे कुरा खोज्नु भएको त्यो कुराहरू डेलिभर गर्न सक्ने क्षमता हामी राखेर आएका छौँ कि छैनौँ, यो कुरालाई एकपटक तपाईँले बुझ्नुपर्छ, सुनिदिनुपर्छ। यो पनि मेरो तपाईँलाई आग्रह छ। यसको आधारमा मलाई विश्वास छ तपाईँ एकछिन अडिएर सुनिदिनु भयो भने तपाईँ यो इलेक्सनमा रुख चिन्हमा मतदान गर्ने ठाउँमा पुग्नुहुन्छ भन्ने विश्वास छ। किनकि म तपाईँहरूसँग काम गर्न चाहन्छु, म तपाईँहरू सँगसँगै हिँड्न चाहन्छु। यो बदलेको नेपाली कङ्ग्रेस एउटा टुल हो, एउटा एजेन्सी। यो एजेन्सी तपाईँ हामी सबै मिलेर यसको प्रयोग गरेर नेपाल बदल्ने तपाईँको सपना मेरो सपनालाई साकार पार्न चाहन्छौँ, हामी चाहन्छौँ। यसका निम्ति बदलिएको नेपाली कङ्ग्रेस, बदल्नु देश भन्ने विश्वासको साथ तपाईँहरूको बिचमा हामी आएका छौँ। यो देशलाई आज सम्हाल्नु पर्ने पनि छ, हामी नेपाललाई सम्हाल्छौँ पनि। हामी सबै खालको द्वन्द्वको बिचबाट नेपाललाई जोगाएर पनि लिएर जान्छौँ। हामी देशलाई थप ध्वंसमा पर्न दिन्नौँ, हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौँ, हामी कुनै घृणाको राजनीति गर्दैनौँ, हामी सबैलाई मिलाएर लिएर पनि जान्छौँ। तर मिलाउने मात्र होइन, हामी नेपाललाई सुधार्छौँ पनि, नेपालको व्यवस्थालाई बदल्छौँ पनि, हामी नेपालमा शासन गर्ने हाम्रो आफ्नो गतिलाई पनि बदल्छौँ, मतिलाई पनि बदल्छौँ, ठिक ठाउँमा लिएर जान्छौँ भन्ने एउटा सङ्कल्प गरेर तपाईँहरूको बिचमा आएका छौँ। यो सङ्कल्प पुरा गर्ने हाम्रा योजनाहरू के छन् आगामी दिनमा फेरि तपाईँहरूको बिचमा आएर राख्दिनेछु। अहिलेको लागि यति मात्रै। नेपाली कङ्ग्रेस बदलेर आएका छौँ, बदलेको नेपाली कङ्ग्रेसले देशलाई बदल्छ। यो नयाँ नेपाली कङ्ग्रेस हो, यो कङ्ग्रेस 2.0 हो, जसले पुराना काङ्ग्रेसका सबै असल कुराहरूलाई लिएको छ, खराब कुराहरूलाई छाडेको छ र नयाँ युगको नयाँ मार्गलाई स्वीकार गरेर अगाडि आएको छ। धन्यवाद।